फेरि नमस्कार। र यहाँहरुका बच्चाहरुलाई छुट्टीहरु छ भने यहाँ बच्चाहरुलाई चाहिँ छुट्टीको टाइममा र अलिकति इलेक्ट्रोनिक्स सम्बन्धी सिकाउन चाहनुहुन्छ भने फर्स्ट डे अथवा पहिलो दिनबाट यहाँको बच्चाहरुको लागि म सहयोग गर्ने कोसिस गर्नेछु है। र फर्स्ट डे चाहिँ हामीले यो कलर कोडहरु पढ्नु पर्ने हुन्छ है। रजिस्टर्ड कलर कोड भनिन्छ है। रजिस्टरहरु कस्तो हुन्छ भन्दाखेरि चाहिँ यस्तो हुन्छ है। यस्तोहरु हैन, यहाँ हेर्नु न, यस्तोहरु कलर बाइ कलरको हुन्छ हैन। अब अलिकति यो कलरहरुबाट चाहिँ यसरी हैन। अब यो चाहिँ ओरेन्ज र ब्राउन छ यहाँ है। यो ब्राउन कलर हो। यो कालो देखिरहेछ मोबाइलमा चाहिँ, कालो होइन, यो ब्राउन हो हैन। यो चाहिँ कलरहरु हो रजिस्टरको। रजिस्टरहरु भने चाहिँ अब विभिन्न किसिमका हुन्छन् हैन। यहाँहरुलाई म भिडियो सहित पछि देखाउने छु। र यो चाहिँ यहाँहरुका बच्चाहरुले अथवा यहाँहरुले याद गर्नुपर्ने हुन्छ है। यो चाहिँ फर्स्ट डे के सिक्ने भन्दा रजिस्टर कलर कोड हैन। यसको पनि आफ्नै मान हुन्छ हैन। यहाँको आफ्नै मान हुन्छ, नम्बर हुन्छ। जस्तै ब्ल्याकको 0 हुन्छ भने ब्राउन अथवा खैरोको 1 हो नम्बर हैन। यसको मान चाहिँ रातो अथवा रेडको 2 हो मान। रातो कलर छ भने हैन त। अब यो आफ्नै मान निस्किन्छ पछि गएर चाहिँ यहाँहरुलाई म सिकाउँदै जानेछु। अब यो चाहिँ यस्तो यहाँ रातो छ है। यो रातो कलर हो लास्ट हो। म अलिकति लाइटमा पनि खिचेर पठाउने छु यहाँहरुलाई। रातो हैन। यतापट्टि ब्राउन अथवा खैरो, कालो अथवा ब्ल्याक, रेड अथवा रातो है। यो चाहिँ आफ्नै मान हुन्छ। यो चाहिँ यहाँहरुलाई म सिकाउँदै जाने छु। जस्तै अब यहाँ ब्ल्याकको 0, ब्राउनको 1, रेडको 2, ओरेन्जको 3 हैन, येल्लोको 4, ग्रीनको 5, ब्लूको 6, भायोलेटको 7, ग्रेको 8, व्हाइटको 9 है। अनि पछाडी यहाँपट्टि मसिनो एउटा कलर गरेको हुन्छ। यो अलि राम्रो देखिने, जस्तै गोल्ड हुन्छ कुनैमा हैन। कुनैमा गोल्ड हुन्छ, कुनैमा चाहिँ अरु नै कलर हुन्छ। यस्तो चाहिँ हैन। चाँदीको कलर पनि हुन्छ हैन, सिल्भर कलर पनि हुन्छ, गोल्ड कलर पनि हुन्छ। यसको बारेमा पछि बताउने छु म है। यो चाहिँ यहाँहरुले अहिले यो चाहिँ कन्ठ गर्नु होला ल। फर्स्ट डे है। र यो चीज चाहिँ मन पर्यो भने शेयर पनि गरिदिनु होला, फर्स्ट बाइ फर्स्ट। र यो नाप्ने तरिका पनि सिकाउने छु। यहाँहरुले यो चाहिँ कतिजनाले हेर्नुहुन्छ, कतिजनाले कन्ठ गरिसक्नुभयो, मलाई म्यासेजमा पठाइदिनु होला। हस् त, धन्यवाद, नमस्कार।